कसरी आका के छ तिमीहरूलाई चारो हाल्छु ल। हामीले चाहिँ यसरी हेर ल भोक लागेको रहेछ, धेरै भोक लागेको रहेछ। अनि पहिला म चारो हाल्छु अनि म देखाउँछु। ल यता हेर, चाहिँ एउटा प्योर लोकल छ। खोर चाहिँ अलि सानो छ, सानो भएको भएर खोर सानो भएको भएर मैले चाहिँ यस्तो दिमाग लगाएको छु। पिभिसी पाइप लिएर पिभिसी पाइपले पानी र दाना खुवाउनुको लागि भाँडा बनाएको छु मैले। यसरी चाहिँ तपाईँको पानी पनि पोखिँदैन भुइँमा, बिचमा राखिदियो भने यिनीहरूले पोख्छन् पनि, फेरि ठाउँ पनि धेरै ओगट्छ। त्यही भएर मैले यसो गरेछु। हजुरले पनि पिभिसी पाइपबाट यसरी गर्न सक्नुहुन्छ, बनाउन सक्नुहुन्छ भाँडा। पिभिसी पाइपको साइडमा बुझ्दाखेरि तपाईँको ओइरिङ त्यसमा राखेर कनेक्सन गर्नुभयो भने पानी पनि लिक हुँदैन। त्यही भएर मैले पिभिसी पाइप नै युज गरेछु। अर्को नर्मल पाइपमा बुझ्दाखेरि अलिकति समस्या हुन्छ, अलिकति त्यसलाई बुझ्नुलाई अलिकति राम्रोसँग नबुझेला, पानी लिक होला भनेर अलिकति यस्तो चाहिँ गरेछु। तपाईँहरूले यसलाई बाहिर निकालेर, अनि तर दानावाला चाहिँ निकाल्न मिल्दैन, ननिकाल्ने बनाएको छु मैले। पानीवाला चाहिँ बाहिर निकालेर हजुरले सफा गरेर फेरि राख्न सक्नुहुन्छ। आऊ भित्र जाऊ खाना डराउँछ अलि, लोकल हो नि त त्यही भएर। यता चाहिँ यस्तो छ र यसको चाहिँ एउटाको खुट्टामा चोट लागेको छ, खुट्टामा चोट लागेको छ। यता पनि त्यस्तै छ, पानी खानुलाई ठाउँ कम छ नि, त्यही भएर मैले पहिले चाहिँ थियो पानीको लागि योहरू थियो क्या, योहरू थियो। यो चाहिँ यहाँ बिचमा राख्दाखेरि पानी पनि भुइँमा पोखिने भयो, अनि ठाउँ पनि सानो छ नि त, त्यही भएर मैले चाहिँ यस्तो बनाएको छु। एउटा पाइप काटेर पाइपलाई यति छेउछेउमा थोरै बाँकी राख्ने, अनि बिचमा यसरी काटेर, अनि यो एकदम एउटा वासर पनि हुन्छ, वासर सहित राख्यो भने पानी लिक हुँदैन। त्यसरी चाहिँ पानी खान पनि सजिलो, तर भुइँमा पनि एउटै पोखिँदैन क्या, चिसो बनाउँछ नि त, अर्को भाँडामा पनि चिसो बनाउँछ, यस्तो छ। अनि फल त टिप्नै पर्यो साथीहरू, त्यही भएर मैले चाहिँ अब अन्डा टिप्ने प्लान गरेछु। अन्डा टिपेको छैन, आज चाहिँ अन्डा टिप्छु म। 4-5 दिन भयो। यति अन्डा चाहिँ हामीसँग पहिले पनि छ, पहिले नै छ हामीसँग यत्रो अन्डा। आज चाहिँ कति अन्डा पारेका रहेछन्, आज 4 दिन हो अन्डा ननिकालेको। आज कति अन्डा भएछ, यसरी दाना खाँदैछन् अनि पानी पनि छ। हामीले चाहिँ पराल हुन्छ नि, पराल होइन यो घाँस हो, खासमा सुकेको घाँस मुनि राख्दैछ। यति अन्डा चाहिँ पहिले नै थिए हामीसँग, अर्को क्यारेट नभएको भएर मैले एक क्यारेट लिएर आएको छु। कतिवटा अन्डा पारेछन् त, ओ माई गड। हेर्नु साथीहरू, यसरी अन्डा पारेछन् हाम। अहिले चाहिँ हाम्रो 3टाले मात्रै माथि चढेर पार्न सक्छन् क्या। एउटा चाहिँ एउटा चाहिँ खुट्टामा चोट लागेर
त्यो माथि चढ्न सक्दैन। मैले कता राखेर हाल्ने हेर्नु साथीहरू, हामीसँग चाहिँ पहिले नै 4 4 8 9वटा पहिले नै थियो क्यारेटमा। कति चाहिँ पारेछन् 4 दिनमा। क्यारेटमा राख्छु। 1 2 3 4 5 6 7 8 एउटामा चाहिँ 8वटा रहेछ। 1 2 3 4 5 6 7 8 9वटा रहेछ। तर म पुरै निकाल्दिनँ, 2टा चाहिँ छोडिदिन्छु। यसमा फेरि अन्डा पार्नलाई यिनीहरूलाई सजिलो हुन्छ क्या। यहाँ राख्दैन भने यिनीहरू सबैले एउटामा मात्र पार्छन् क्या। एउटामा पारेर फेरि त्यो डेली निकाल्नु पर्यो, नत्र ननिकाल्यो भने फेरि त्यो भित्र बस्न पनि नमिल्ने हुन्छ क्या। त्यही भएर डेली निकाल्न मिल्दैन नि त। मिल्न चाहिँ अब ड्युटी जाने हुन्छ, काममा जाने हुन्छ, त्यति टाइम हुँदैन कि। आज पनि ड्युटी त थियो, र ड्युटीबाट आएर यसरी मैले निकाल्दैछु। पुरा प्याक भइसकेको थियो क्या, यो अन्डा पार्नु अप्ठ्यारो हुन्छ भनेर मैले निकालेँ। यहाँ चाहिँ मैले एउटा यता 2टा राख्दैछु। यहाँ धेरै हाइट छैन कि। छोरी यसरी बाहिरतिर हेर्दैछन्। यसो गर त, जो बाटो छोड्दैन, जो तल जाऊ, बाटो छोड्दैन हौ यसले त। कतिवटा छ यस्तो छ। अनि हाम्रो यता सानो चल्लाहरू पनि छन्। 3वटा छ ठुलो, अरे सानो छ। एउटा चाहिँ लोकल होला जस्तो लाग्छ, यो गाउँको जस्तो। 4वटा छ। यतातिर सानो, यिनीहरूले चाहिँ पार्दैनन् अन्डा, यिनीहरू सानो छ।